नमो नमः। प्रेम से बोलो सिद्धिविनायक गणपति भगवान को जय। गंगणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बप्पा मोरया। ओम गंगणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बप्पा मोरया। ओम गंगणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बप्पा मोरया। प्रेम से बोलो सिद्धिविनायक गणपति भगवान को। त्यो फुल गणेशमा चढाइदिनुहोस्। अब हामीले भगवान बाबालाई हामीले बोलाइसक्यौँ गणेशलाई। अब कुश राखिदिनुहोस् है, 3टा कुश आसन दिनुपर्छ, 3टा कुश। ओम ब्रह्म सर्वभावनां दिव्याय सर्वसुखेन शुभनम् आसनं यजतां किरणं परमेश्वरः आसनं समर्पयामि। आसन दिनुभयो नि। अब भगवान हुने सिद्धिविनायक गणपति भगवान यहाँ आएर बसिसक्नु भएको छ होइन त। अब उहाँलाई हामीले आसन दिइसकेपछि अब उहाँको पाउ पखाल्छौँ, अर्थ हो पानीले छर्किनु है। ओम गुणधर्म निर्मल सर्वसुगन्ध संयुक्तां पादप्लाक्षमेनन्तः प्रतिज्ञातां पादं समर्पयामि। अब भगवानलाई निर्मल जल चढाउँछौँ। निर्मल जल भनेको के हो बुझ्नुभएको छ है त। भगवान गणेश चाहिँ पहिला चाहिँ को हुन् त? गणेश हुनुहुन्छ भने गणेश को हुन्? गणेश भनेका चाहिँ भगवान भोले बाबाको छोरा होइन। कुनै पार्वती माता र चाहिँ गणेश भोले बाबाको चाहिँ छोरा हुन्। कुनै होइन कलिलो छ भने त फुट्न पनि सक्छ, तर छिप्पेको त फुट्दैन। यसमध्येमा अब हेर्नुहोस्, नरिवल पाकेको चाहिँ कति पाकेको फललाई चाहिँ नरिवलको आयु कति वर्ष छ त भन्दा कमसे कम तपाईँको 1 वर्ष, 1 वर्ष आयु हुन्छ। 1 वर्षसम्म तपाईँको त्यति खासै बिग्रिसकेको हुँदैन। र गणेशको आयु त अब के भनेर 10,000 वर्ष भनेको छ होइन। 10,000 वर्ष आयु छ। त्यसै कारणले गर्दाखेरि बलवान हात्तीको चाहिँ 10,000 वर्ष भने फलमध्येको चाहिँ बलवान नारिवल हो होइन। नारिवलै राखेर हामीले पूजा गरिरहेका छौँ। यो नारिवल चाहिँ किन पूजा गरेका छौँ त? त्यो ठुलो फल देखाउनको लागि त हामीले गोविन्द पनि राख्न सक्थ्यौँ होला होइन। अन्य चिजहरू पनि त थिए नि त, पक्षीहरू थिए, तर होइन। भगवानको स्मृति त्यहाँ चाहिँ के भनेको छ त भन्दा बाहिर जगताभित्र खबटाभित्र के छ के गरे भन न। कोसिस गर्नुपर्छ के बोल्न। बाहिर जगताभित्र खबटाभित्र नानीभित्र पानी। त्यो चाहिँ निर्मल जल हो क्या भगवानलाई चढाउने होइन त। पानी चाहिँ अनि खाने खाने होइन। यसलाई यसरी भएछ। यसलाई चाहिँ यो निर्मल जल हेर्नु त्यो शुद्ध भयो नि त। तपाईँ यिनीहरू त हुँदैन। छोइराख्नु ल, छोइराख्नु नि त्यहाँ लसा भयो। हरि ओम काण्डतः प्रारभन्ति पुरुषस्परि यवनो ध्रुवसति च समर्पयामि। श्री गणेशराय दिव्याय नमो नमः। हे सिद्धिविनायक गणपति भगवान, हामीले जसरी हजुरलाई ध्रुव अर्पण गरेको छौँ, ध्रुव जसरी मौलाएर गएको छ, यस्तै गरेर हाम्रो परिवार वृद्धि भएर जाउँ। हामीमा कुनै पनि रोग कष्टहरू छन्, दारिद्र्यहरू छन्, दुःख दारिद्र्य दौमनस्य दौभाग्य सर्वमा मारे त्रास कपात विघात मुखबादी सूचि दोष अपसन्त यस्ता दोषहरू पनि सबै हामीबाट चले शान्ति होस् भगवान। दोष शान्ति गरिदिनुहोस् है भगवान भन्दै हजुरहरूले चाहिँ त्यो अर्पण गरिदिने दियो अरे अगरबत्ती समर्पयामि। अब त्यो दुबो अर्पण गरिसक्नुभयो नि। अब रातो अबिर चढाइदिनु। अब भगवान हनुमानजी महाराजले चाहिँ भन्नुभएको छ सीताजी महाराजलाई, माता तपाईँले चाहिँ यो यति लामो सिन्दुर किन लाउनु भएको? अलिकति टिपिका लाउँदा पनि भन्छ नि होइन त। ए हनुमान तिमीलाई त थाहै रहेनछ। मैले नि जति लामो सिन्दुर लगाएँ नि त्यति मेरो उहाँको चाहिँ आयु लामो हुन्छ। ए मेरो प्रभुको आयु लामो हुन्छ। तपाईँले त्यति लाउँदा त चाहिँ आयु लामो हुन्छ भने म त पुरै छेउमै तर्सिन्छु भनेको।
भगवान् हनुमानले चाहिँ पुरै सिन्दुर नि जेवानी गरिदिनु भएको थियो त्यसले गर्दा रातो अबिर अनुहार चढाउनु पर्छ है। हेर्नुहोस् त भक्त भनेको त त्यस्तो हुनुपर्छ त होइन त भक्तको चाहिँ नि त्याग त्यस्तोसँग हुनुपर्छ के मेरो बा के अरे प्रभु लामो आयु हुनु भनेर चाहिँ उहाँले चाहिँ भयो रातो अबिर लगाएर चाहिँ हिँड्नु भएको थियो। त्यस्तै गरेर धान्य राजा समङ्गला विष्णु प्रतिकरम यवन तस्मा तीरम गरम मम विकल्प फलम सम जटाधराय शिव जटाधराय हर हर बोले नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय हर हर बोले नमः शिवाय गंगाधराय शिव गंगाधराय गंगाधराय शिव गंगाधराय हर हर बोले नमः शिवाय नमः शिवाय ओम नमः शिवाय हर हर बोले नमः शिवाय हर हर बोले नमः शिवाय ओम नमः शिवाय हर हर महादेवाय ओम नमः शिवाय हर हर महादेवाय।